जय मसी, सबैलाई स्वागत छ है। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, जुन विषयले धेरैको मनमा जिज्ञासा जगाउँछ। त्यो हो येशूको कोखाबाट बगेको रगत र पानीको खास अर्थ के हो त? आउनुहोस्, स्रोतहरूले यसको महत्त्वलाई कसरी व्याख्या गरेका छन् त्यो हामी एक एक गरेर बुझ्ने कोसिस गरौँ। तर मुख्य प्रश्न त यहाँनिर उठ्छ, आखिर किन रगत र पानी नै? के यो क्रुसमा भएको घटनाको एउटा सामान्य विवरण मात्रै हो, कि यसभित्र कुनै गहिरो आत्मिक अनि साङ्केतिक अर्थ लुकेको छ? आजको यो विश्लेषणमा हामी यही रहस्यलाई खोतल्नेछौँ। अब यो कुरालाई राम्रोसँग बुझ्नको लागि हामी 5 वटा फरक फरक पक्षबाट हेर्नेछौँ। सुरुमा हामी यसको वैज्ञानिक कारण के हो त्यो हेर्छौँ, अनि यसले देखाउने सर्वोच्च प्रेमको सन्देश, पापको मूल्य कसरी चुक्यो भन्ने कुरा, यसको अलौकिक पक्ष र अन्त्यमा यो बलिदानको समग्र गहिराई कति छ त्यो पनि केलाउनेछौँ। ल, त्यसो भए पहिलो कुराबाटै सुरु गरौँ, यसको वैज्ञानिक कारण। हेर्नुहोस्, यो खाली विश्वासको कुरा मात्रै होइन, यसको पछाडि एउटा ठोस भौतिक वास्तविकता पनि छ, र यही वास्तविकताले येशूको मृत्यु भइसकेको थियो भनेर प्रमाणित गर्छ। अब त्यो बेला शारीरिक रूपमा वास्तवमा के भएको थियो त? आउनुहोस्, यसलाई क्रमबद्ध रूपमा हेरौँ। स्रोतहरूले के भन्छन् भने क्रुसमा टाँगिदाको त्यो असह्य पीडा र शारीरिक तनावले गर्दा येशूको मुटु र फोक्सोमा एकदमै धेरै दबाव पर्न गयो। त्यो चरम दबाव उहाँको मुटुले थाम्न सकेन र फुट्यो। त्यसपछि जब एक सिपाहीले भालाले कोखामा रोप्यो, त्यही फुटेको मुटुको थैलीबाट रगत र पानी जस्तो देखिने तरल पदार्थ छुटिएर बाहिर निस्कियो। त्यसैले यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उहाँको मृत्यु भालाको चोटले भएको थिएन, बरु ठिक उल्टो। रगत र पानी छुटिएर बग्नुले त उहाँको मृत्यु पहिले नै भइसकेको थियो भन्ने कुराको अकाट्य प्रमाण दियो। एक किसिमले मेडिकल प्रुफ नै भयो। ल, अब यो भौतिक तथ्यबाट अलिकति अगाडि बढौँ र यसको आत्मिक अर्थतिर लागौँ है त। आखिर यो सामान्य देखिने घटना कसरी मानव जातिप्रतिको संसारकै सबैभन्दा ठूलो प्रेमको प्रतीक बन्न पुग्यो त? स्रोतहरूले यो घटनालाई संसारकै सर्वश्रेष्ठ प्रेम भनेका छन्। यो यस्तो प्रेम हो जसलाई शब्दमा बयान गर्न सकिँदैन। यो त असीमित प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति हो। उहाँको कोखाबाट बगेको त्यो रगत र पानी, त्यो केवल शारीरिक तरल पदार्थ मात्रै थिएन, त्यो त परमेश्वरको अपार प्रेमको ठोस भौतिक प्रमाण थियो। अनि यो चरम बलिदानको उद्देश्य के थियो त? एकदमै स्पष्ट छ, मानिसलाई पापको बन्धनबाट मुक्त गर्न, श्रापको अन्धकारबाट बाहिर निकाल्न र रोगको पीडाबाट सधैँको लागि छुटकारा दिन। उहाँको दुःख अरूको मुक्तिको लागि थियो। अब यो घटना प्रेमको प्रतीक मात्रै थिएन, यसको एउटा अझ गहिरो धार्मिक उद्देश्य पनि थियो, जुन सिधै पापको मूल्यसँग जोडिएको छ। वास्तवमा यही घटनाले पुरानो करारलाई पूरा गरेर परमेश्वरसँग एउटा नयाँ सम्बन्धको ढोका खोलिदियो। हो, येशूको कोखाबाट बगेको त्यो रगत, त्यसलाई मानव जातिको सबै पापको लागि चुकाउनुपर्ने मूल्यको अन्तिम र पूर्ण भुक्तानी मानिन्छ। यो कुनै सामान्य बलिदान थिएन, यो त सम्पूर्ण मानव जातिको आत्मिक ऋण चुक्ता गर्ने बलिदानको शिखर थियो, अन्तिम बिन्दु थियो। अनि हेर्नुहोस्, यहाँ कति राम्रोसँग देखाइएको छ कसरी एउटा आत्मिक युगको अन्त्य भयो र अर्कोको सुरुवात भयो। यही बलिदानले पुरानो करारको व्यवस्थालाई पूरा गरिदियो अनि परमेश्वर र मानिस बीचको त्यो टुटेको सम्बन्धलाई फेरि जोड्नको लागि एउटा नयाँ र जीवित बाटो पनि खोलिदियो। ल, अब हामी चौथो बुँदामा जाउँ। यो घटना कुनै सामान्य मृत्यु मात्रै थिएन, यो त एउटा अलौकिक मतलब सुपरनेचुरल बलिदान थियो। स्रोतहरूले एकदमै स्पष्टसँग के भन्छन् भने यो कुनै प्राकृतिक वा अचानक भएको मृत्यु थिएन, होइन, यो त प्रकृतिको नियमभन्दा पनि माथिको कुरा थियो। यो त परमेश्वर पिताले नै योजना गर्नुभएको एउटा पवित्र र ईश्वरीय काम थियो। अनि यो अलौकिक बलिदानको एउटै मात्र लक्ष्य थियो, आफ्ना सन्तानहरूलाई बचाउने र उनीहरूलाई फेरि परमेश्वर पितासँग मिलाप गराउने। भन्नुको मतलब यो मानवतालाई बचाउनको लागि गरिएको एउटा दैवीय हस्तक्षेप थियो। त्यसो भए यी सबै कुराहरूलाई एकै ठाउँमा जोडेर हेर्दा के देखिन्छ त? यो बलिदानको समग्र गहिराईले वास्तवमा के कुरा देखाउँछ? छोटकरीमा भन्नुपर्दा येशूको कोखाबाट बगेको रगत र पानीले यी 4 वटा शक्तिशाली सत्यहरूलाई एकैसाथ बोकेको छ। पहिलो, उहाँको मृत्युको वैज्ञानिक प्रमाण। दोस्रो, परमेश्वरको सर्वोच्च प्रेमको प्रतीक। तेस्रो,
पापको लागि तिरिएको पूर्ण र अन्तिम मूल्य, र चौथो परमेश्वरसँग मिलाप गराउने एउटा अलौकिक काम। र अन्त्यमा यो घटनाले हामी सबैलाई एउटा गहिरो प्रश्नमा सोच्न लगाउँछ। यस्तो अतुलनीय प्रेम र बलिदानले हाम्रो जीवन र हामीप्रति परमेश्वरको भावनाको बारेमा साँच्चै के देखाउँछ? यही प्रश्नमा मनन गर्न छोड्दै आजको लागि म बिदा माग्छु। परमेश्वरले सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।